गाइजहरु यहाँ हेलो सबैलाई ह्यापी बर्थडे सो गाइज इनहरुको एन्ट्री भइसक्यो यति छिटो सो गाइज यहाँ रोटी पाक्दैछ यता बनिसक्यो अनि यहाँ चाहिँ दुईटा कुखुराको हत्या भइसक्यो गाइजहरु यहाँ चाहिँ यहाँ काँक्रा अनि यहाँ आज भइसक्यो यहाँ चाहिँ प्याज काटेको सो गाइज ह्यापी दसैँ अनि आज चाहिँ हामीले सबै रेडी गरिसक्यौँ अलमोस्ट हामी मन्दिर जानु लागेको आमासँग म मन्दिर जान्छु अनि सबै पाक्यो हाम्रो खाना चाहिँ अब रोस्ट मात्र बाँकी छ यहाँ रोस्ट पाक्दैछ लास्ट डिस अनि यता चाहिँ मम्मी हुनुहुन्छ हेलो राम्रोसँग हेलो भन्नु न प्लिज अनि यता फुपू हुनुहुन्छ यस्तै बस्नु यता ड्याडी हुनुहुन्छ हेलो अनि यहाँ फुपू यता यो अनि आमा यहाँ हुनुहुन्छ हेलो भन्नु आमा युट्युब हो युट्युब अनि हामी मन्दिर जानु लागेको गाइज अब मजा हेलो ल खानेकुरा सबै रेडी भइसक्यो अब हामी रेडी हुन्छौँ अनि अब टिका लाउँछौँ सबै आउँदै हुनुहुन्छ अब साई अनि अब चाहिँ हामी रमाइलो गर्छौँ आम ठिक नमस्ते आमा नमस्ते अङ्कल सबै आइसक्नु भयो बाहिर हामी रेडी भएकै छैनौँ अझै यता त कहिले हो कहिले म चाहिँ हल्का ड्रेस अब यहाँ हल्का केही गर्छु Bây giờ thì luôn chúng ta làm thằng ngài जेठो छोरा जेठी छोरा जेठो बुहारी अब सँगै बसौँ यता डायन
अरे खुट्टा नदेखिने स्वप्न आन्टी पछि अङ्कलको स्टडीवाला त्यो प्रोफेसरवाला बढी लिएर आउनु ल है गाइज हामी धेरै धनी हुँदैछौँ 10 रुपियाँ हो पालकको लागि कुदिराखौँ त्यसपछि म हो गाइज धेरै पैसा पाएर हाँसेर हुनुभयो हजुर साइन्टिफिकली मोटो बिमलाजीको बालमा मकै फलेछ अब सबलाई ढोकाउने हुँदैन फेरि एक फेर राम्रो
यता बुढबालाई यहाँ sorry बुढबालाई पैसा खाने कार्यक्रम भइरहेको फाइनली दसैँ ओभरटिकायो 1 घन्टा चाहिँ भयो सबै यहाँ जाने तर्फमा छन् पछि यता बाहिर हन् मान्छेहरू सो गाइस सबै हिँड्न लाएर यहाँ फोटो नि खिच्न मान्दैनन् हाम्रा घरका सो यहाँ चाहिँ जान लाग्नु भयो बाई बाई झोले त कहाँ अनि यहाँ चाहिँ फोटो खिच्नलाई यस्तोले बसेको यहाँ चाहिँ कुखुरा प्याकिङ स्याडो यहाँ बस सबै गयो छोडेर सबै गयो आमा हेलो भन्नु यहाँ हेलो सबैलाई ह्याप्पी दसैँ भन्नु सबैलाई ल सबैलाई ह्यापी बर्थडे ल फेरि ह्याप्पी दसैँ भन्नु आमा ह्यापी दसैँ सो यहाँ चाहिँ सबै आदि गइसक्नु भयो अब यतिका मामी कालो हाडी जस्तो देखियो अरे रमाइलो अलि मचिनु ल मचिनु ल अलि नाच्यो पिर भाइ ल घुम्नु ल सो गाइस यहाँ चाहिँ तास खेल्दै हो हामी अब रात पनि पर्न लागिसक्यो यति नै हो गाइजहरू क्रिटिकल सिचुएसन छ गलम न कोही जित्छ किटी पर्छ के सब रेडी जसले खाए यहाँ 200 कति हो 40 मेरो चाहिँ यस्तो छ लेट्स सी ल देखाउँ त कसको पाल्यो तपाईको पाल्यो लेट्स सी गाइस हुँदैछन् गाइस खै लुकेट अरू पछाडिका देखेन तास खेल्न हिँडेको मम्मीको चाहिँ दसैँको बेलामा हामी चाहिँ दसैँ मनाइयो अनि त्यसपछि फेरि हामी खेल्दैछौँ सो 3 पत्ती हेर्नु मेरो त्यहाँ कलर पर्यो हुन्थ्यो चुप मेरो यहाँ कलर आयो हुन्थ्यो गाइस प्लिज गाइस चुप मेरो भ्याइयो चुप खायो फाइनली हाम्रो दसैँ भ्याइयो हाम्रो पैसा यतिकै गयो के अब हामी सबै भ्याइयो हाम्रो दसैँ
86 साल विजय प्रसादको टिका लगाएर 9 दुर्गाले सधैँ रक्षा गरून् हैन। के गर्छौँ